हेलो साथीहरू, आज चाहिँ म तपाईहरुलाई यो स्वेटरको बोर्डर बनाउन सिकाउन गइरहेको छु। निकैजना साथीहरूले चाहिँ टिकटकमा बोर्डर बनाउन सिकाउनु न मजाले भनेर भन्नुभएको थियो। त्यही भएर मैले यो भिडियो आज बनाएको हो। म चाहिँ यस्तै लामो बनाएर चाहिँ सिकाउँदिनँ तपाईहरुलाई। छोटो थोरै चेन लाएर यस्तो तरिकाले बुन्ने भनेर यो डिजाइन चाहिँ बनाउन सिकाउँछु तपाईहरुलाई। तपाईहरु चाहिँ आफ्नो जिउमा साइज कतिको लामो लाग्छ, यसरी कति लामो आफूलाई लाग्छ त्यही अनुसार चेन नापेर गर्न सक्नुहुनेछ। अब सिकाउँ है त, म तपाईहरुलाई सिकाउँदैछु। फर्स्टमा चाहिँ यसलाई स्लिप नट लगाइदिनु पर्ने हुन्छ। स्लिप नट लगाइसकेपछि तपाईहरुको जिउमा कतिको साइज लाग्छ, आफ्नो जिउ कमरमा नाप्दाखेरि अलि राम्रो हुन्छ। कमरमा आफ्नो कमरभन्दा अलिक लामो राख्नुपर्ने हुन्छ। यताको साइड र यतापट्टि साइड अलिक निस्किने गरी अलि लामो राख्नुपर्ने हुन्छ। आफ्नो यसरी चेन लाएर त्यसरी नै नाप्नु होला। मैले चाहिँ यहाँ 20 चेनको बनाएर तपाईहरुलाई देखाउँदैछु। म चाहिँ छोटो भिडियोको लागि मात्र हो नि त, त्यही भएर मैले चाहिँ यो थोरै चेनमा त्यो डिजाइन बनाएर देखाउन गइरहेको छु। तपाईहरु चाहिँ अलि लामो चेन आफूलाई कति साइज लाग्छ त्यही नापेर चेन बनाइकन गर्नु होला। मैले चाहिँ 20 चेनको बनाउन लागिरहेको छु। यहाँनिर 1 चेन भयो, 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20। मैले चाहिँ 20 चेन लिए। 20 चेन लिइसकेपछि अब यसमा यसरी लिएर डबल क्रोसेट गरिदिनु पर्ने हुन्छ। यो 20 चेन, यो चेनमा डबल क्रोसेट यसरी गरिदिनु होला। डबल क्रोसेट यो सबै यो 20 वटा चेनमा नै डबल क्रोसेट गरिदिनु पर्ने हुन्छ। मैले अघि नै पनि भने तपाईहरुलाई, यो चाहिँ मैले भिडियोको लागि छोटो मात्र बनाएको हो। तपाईहरुले चाहिँ आफ्नै जिउमा कतिको लामो साइज लाग्छ त्यो नापेर बनाउन सक्नुहुनेछ। मैले चाहिँ यो भिडियोको लागि मात्र भएर छोटो तपाईहरुलाई डिजाइन मात्र सिकाउनको लागि यो भिडियो बनाएको हो। यसरी सबै चेनमा डबल क्रोसेट गर्दै लगेर परसम्म छेउसम्म पुर्याउनु पर्ने हुन्छ। यसरी पुर्याउनु होला। तपाईहरु पनि परसम्म यसरी डबल क्रोसेट गर्दै लानु होला। यता लास्टसम्म नै यो 19 वटा चेनमा यसरी डबल क्रोसेट गर्नुपर्ने हुन्छ। यो मैले लास्टसम्म पुर्याउन लागि अब यो लास्टमा आइपुगिसके मैले। यो लास्टमा चाहिँ यहाँ डबल क्रोसेट गरेर 1 चेन लिने, त्यसपछि अर्को साइडतिर यसरी फर्काउनु पर्ने हुन्छ। फर्काएपछि जुन यो हाम्रो एउटा डबल क्रोसेट अर्को डबल क्रोसेट छ, यसमा अलिक ध्यान दिनुपर्ने हुन्छ। यसलाई यसरी गरेर यो एउटा डबल क्रोसेटलाई मास्तिरबाट यसरी गरेर यसलाई डबल क्रोसेट गरिदिनु पर्ने हुन्छ। अब यो अर्को नेक्स्ट छ, यसमा मुनिबाट यसलाई यो माथिबाट गर्यौं भने अब यसलाई मुनिबाट यसरी गरेर यताबाट यसरी तानेर मुनिबाट डबल क्रोसेट गर्नुपर्ने हुन्छ। त्यसरी नै अब फेरि माथिबाट अर्को थर्डलाई चाहिँ यसरी गर्नुपर्ने हुन्छ। अब फेरि माथि गर्यो, अब त्यसपछि मुनिबाट गर्नु पनि हुन्छ। फेरि माथिबाट डबल क्रोसेट गरिदिने। यसरी नै डबल क्रोसेट तल माथि गर्दै यता छेउसम्म लानुपर्ने हुन्छ। अब तलबाट डबल क्रोसेट गरिदिने, फेरि यो माथिबाट डबल क्रोसेट गर्नुपर्ने हुन्छ। यसरी फेरि तलबाट डबल क्रोसेट, माथिबाट यसरी नै गर्दै लास्टसम्म पुर्याउनु पर्ने हुन्छ।
यसरी नै म तपाईहरुलाई यहाँ लास्टसम्म भेटेर भन्नेछु फेरि। अब यहाँ मैले लास्टसम्म पुर्याउनु आँटे, यो अब माथिबाट डबल क्रोसेट गर्दिने। अब यो लास्टमा आइपुगिसकेपछि चाहिँ यसमा यो लास्टको यतापट्टि दुईटा हुन्छ, त्यसलाई यसमा डबल क्रोसेट यसरी गरेर 1 चेन लिने, त्यसपछि अर्को साइडतिर फर्काउनु पर्ने हुन्छ। अब हेर्नुस् है, अब यो डबल क्रोसेट मुनिबाट छ, अर्को माथिबाट, फेरि मुनिबाट माथिबाट, त्यसरी छ। अब यो जुन मुनिबाट भएकोलाई यसरी मुनिबाट नै डबल क्रोसेट गरिदिनु पर्ने हुन्छ यसरी। अनि यो माथिबाट भएकोलाई माथिबाट नै डबल क्रोसेट गरिदिने यसरी। अब यो माथिबाट भयो, अब त्यसपछि फेरि मुनिबाट डबल क्रोसेट गर्दै फेरि माथिबाट यसरी गरेर परसम्म छेउसम्मै पुर्याउनु पर्ने हुन्छ। फेरि माथिबाट यसरी, फेरि मुनिबाट यसरी नै गर्दै गर्दै परसम्म पुर्याउने त। फेरि माथि, फेरि मुनि, फेरि माथि, फेरि मुनि गरेर लास्टसम्म पुर्याउनु पर्ने हुन्छ। म तपाईहरुलाई यो छेउमा लेब्राएर फेरि भन्नेछु एकचोटि। यो मैले लास्टसम्म पुर्याएँ, यो माथिबाट चाहिँ डबल क्रोसेट यसलाई माथिबाट गरिदिने। फेरि यो लास्टमा दुईवटा यो छ, त्यसलाई यसरी डबल क्रोसेट गरिदिने, 1 चेन लिने, फेरि अर्कोतिर फर्काएर यो तलकोलाई तलैबाट, माथिकोलाई माथिबाट पहिले अगाडि गरेको जस्तै नै गरिदिने। यसरी नै गरेर आफूलाई कतिको लामो बनाउन मन लाग्छ, अलिक ठुलो त्यत्रै बनाउन सक्नुहुनेछ तपाईहरु। आफूलाई कतिको मन पर्छ त्यति अलिक ठिक्कको राख्नु होला, धेरै ठुलो पनि राम्रो हुँदैन, सानो पनि फेरि अलिक कस्तो देखिन्छ। त्यही भएर आफूलाई जत्रो साइज मन लाग्छ राख्नु, त्यत्रै बोर्डर बनाउन सक्नुहुनेछ तपाईहरु। मेरो चाहिँ यहाँनिर घरि भाले बासेर घरि यो गरेर डिस्टर्ब गरिरहेछ। म तपाईहरुलाई अब यति नै देखाएँ। तपाईहरु आफ्नो जिउमा नापेर चाहिँ मेन चाहिँ त्यसमा ध्यान दिनुपर्ने हुन्छ, अलिक लामो आफ्नो जिउमा साइज नापेर गर्नुहोला। मैले चाहिँ भिडियोको लागि मात्र हो, मैले अघि पनि भनिसकेँ तपाईहरुलाई, किन यति छोटो भनेर सोच्नुहुन्छ होला। मैले अघि नै भने यो मैले भिडियोको लागि मात्र गरेको हो, त्यही भएर छोटो मात्र गरे। तपाईहरु चाहिँ लामो चेन लिएर आफ्नो जिउमा नाप्दै बनाउन सक्नुहुनेछ। अब यो लास्टमा आइपुगेपछि यसरी चेन लिने अनि यसरी गरिदिने, सक्यो। अब यो बोर्डर भइसकेपछि तपाईहरुले यो जुन चेन छ त्यसमा नै आफूलाई कस्तो डिजाइनको बनाउन मन लाग्छ त्यस्तै बनाउनु होला। अब डबल क्रोसेट हाफ डबल क्रोसेट गर्नु मन छ भने यसरी गर्नु होला। यो चाहिँ बोर्डरदेखि माथिको डिजाइन है, मैले यो बोर्डर रेडी भइसक्यो, यस्तो देखिसक्यो। अब यो भन्दा बोर्डरदेखि माथिको डिजाइन चाहिँ यो मैले यो हाफ डबल क्रोसेट भयो, यसरी हाफ डबल क्रोसेट गर्नु होला। गर्नु मन लाग्छ भने, यदि अरू नै डिजाइनको मन पर्छ भने अरू नै गर्न सक्नुहुन्छ तपाईहरु। देख्न सक्नुहुन्छ यो डिजाइन हाफ डबल क्रोसेट बनाउनु मन लाग्यो भने चाहिँ यही नै बनाउनु होला तपाईहरु पनि। मलाई चाहिँ अरू भन्दा यो हाफ डबल क्रोसेट चाहिँ मन पर्छ, अरू डबल क्रोसेट सिंगल क्रोसेट तिनीहरू भन्दा नि मलाई हाफ डबल क्रोसेट गरेको चाहिँ अलि राम्रो लाग्छ, अलि बाक्लो, अलि राम्रो देखेको जस्तो लाग्छ। अब हुनु त आफ्नो आफ्नो हेराइ हो, मन हो हैन, तर पनि मलाई हाफ डबल क्रोसेट गरेको चाहिँ मन पर्छ। मैले चाहिँ यो जुन अगाडि बोर्डर बनाइसकेको छु, यो बोर्डर भन्दा माथिको डिजाइन हो, मैले यो थोरै मात्र देखाएको तपाईहरुलाई। अब तपाईहरु चाहिँ आफ्नो जिउमा नाप्नु चाहिँ मैले अघि पनि भने नबिर्सिनु होला, आफ्नो जिउभन्दा अलिक साइज लामो गरेर चेन तान्नु होला। अब लास्टमा आइपुगिसकेपछि 1 चेन लिने अनि फेरि यहाँबाट बुन्नु पर्ने हुन्छ। अब यदि तपाईहरुलाई डबल क्रोसेट
गर्नु मन छ भने यसरी डबल क्रोसेट गरेर पनि बनाउन सक्नुहुनेछ। यस्तो हुन्छ डबल क्रोसेट चाहिँ। मैले यता धागो डल्ला परेर तपाईँहरूलाई अब बाँकी भनिनँ। मैले जुन बोर्डर बनाउन सिकाउन खोजिरहेको थिएँ त्यो मैले सिकाइसकेँ। तपाईँहरूले यो भिडियो हेरेर सिक्न सक्नुहुनेछ। अब आशा छ तपाईँहरूले यो भिडियो हेरेर सिक्नुभयो होला भन्ने चाहिँ सोचेको छु। सिक्नुहुन्छ होला, सिक्न सक्नुहुन्छ होला भनेर सोचेको छु। यदि तपाईँहरूलाई यो भिडियो मन पर्यो भने चाहिँ, आफूलाई मनैदेखि राम्रो लाग्यो भने चाहिँ मेरो यो भिडियोमा लाइक कमेन्टहरू चाहिँ गर्न नबिर्सिनु होला भन्दै धागो डल्ला पर्यो। यति नै है त, बाई।